सियोकदेखि अलिकति माथि हो है। सो अहिले हामी त्यतैपट्टि जाँदैछौँ। नाखापानीको भ्यू देख्नु सक्नुहुनेछ गाइस। यो तपाईँले देख्नुहुँदैछ यो हिल जुन छ यो गाइस, यहाँको ब्युटी तपाईँले देख्नुहुँदैछ होला, एकदमै राम्रो है। वाटर ब्युटी आम्बो। यहाँ चाहिँ तपाईँले आएर टिकट किन्नु सक्नुहुनेछ पर हेड 20 रुपिस। हेलो एभ्रिवान, वेलकम ब्याक अगेन विथ अ न्यू भ्लग है। म चाहिँ हलबाट आइसकेँ अलरेडी। अनि यहाँ चाहिँ मेरो यहाँ चाहिँ एकदमै सनाकसिनिक भइराखेको छ रुम गाइज हो। उसले चाहिँ अब डिमान्ड गर्यो है, अस्तिदेखि उसलाई चाहिँ गुफा पाताल जानु मन थियो होइन। अन्त गुफा पाताल चाहिँ कहाँ हो म त्यो पनि देखाउँछु हजुरहरूलाई होइन। अन्त उसलाई पनि घुमाएर लान्छु। सो गाइज अहिले चाहिँ अलिकति घरको कामहरू गर्नुपर्छ, किनभने यहाँनिर धेरै लुगाहरू छ धुनुपर्ने होइन। एकदमै राम्रो दिन भइरहेको छ गाइज, एज यु क्यान सी है। अहिले चाहिँ फिलहाल हामी लुगा धुनु जान्छौँ हाम्रो सिरुबारी धारामा, किनभने यहाँनिर चाहिँ हाम्रो आमाले हाम्रो लुगा धुने उयो रिजर्भ गरिदिइरहेको छ। हेर्नु त लु लुगा धुवाए आमाको, लुगा सुगा धोएर चाहिँ त्यहाँबाट जाने। सो अनि रे भ्लग पे गाइज, सी यू। अब चाहिँ हामी पुग्न आँटेको छौँ। अनि के त्यहाँ अगाडि त्यो उसले अस्ति भिजाएको लुगा र बाल्टीमा पनि लुगा बोकेर जाँदैछ अगाडि अगाडि। अन्त म चाहिँ यहाँ ब्याग बोकेर पछाडि पछाडि हिँड्दैछु अनिकेतको। हामी पुग्यौँ धारामा गाइज। अहिले चाहिँ हामी यहाँ सिरुबारी धारा जुन चाहिँ यसलाई भन्छ है, यो चाहिँ बहुत वर्ष पुरानो धारा हो होइन। सबैजनाले यहाँनिर युज गर्छ। अनि अहिले चाहिँ पानी अलिकति मैला भइरहेको रहेछ। यहाँनिर चाहिँ हरेक वर्ष शिवरात्रि पूजा हुने गर्दछ है। यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुनेछ शिवलिङ्ग अनि हाम्रो शिव भगवान शिवजीको मन्दिर है। अनि अहिलेसम्म चाहिँ घाम लागिराखेको थियो, अहिले अचानक खाएर फेरि घाम गयो। र गाइज अहिले यो पानी यसो हेर्दा मैलामा देखिँदैछ होला होइन, तर यो चाहिँ म फेदको मात्रै मैला देखेको, माथि चाहिँ सफा नै छ। तो गाइस पहिला लुगा धोइहालौँ होइन, त्यहाँदेखि वेलकम बैक अगेन गाइस। तो सब कुछ काम वाम करके आप देख ही सकते हैं बैकग्राउंड में। तो सब कुछ काम करके मैं हो चुका हूँ टोटली रेडी, और आगे में दिया जा रही है और मैं टोटली रेडी होके अभी निकल रहा हूँ, ठीक है। और अभी यहाँ से निकलेंगे, ठीक है, और उसके बाद सीधा जहाँ का हमारा डेस्टिनेशन है, जैसे कि मैंने बोला था गुफा पाताल, तो उधर में जाएंगे, ठीक है। तो गाइज अभी हेलमेट को माउंट कर लेते हैं, उसके बाद मिलते हैं, बाय बाय। अहिले चाहिँ हामी यहाँ थर्बुको फ्याक्ट्री पुगिसकेको छौँ है। अनि एकदमै शीतल दिन भइराखेको छ, घाम टक्कै लागिराखेको घाम होइन, टक्कै लागिराखेको घाम, तातो घाम, त्यसमा चाहिँ शीतल हावा आमामा ओभर दामी क्या। अनि भ्यू अगाडि देख्न सक्नुहुन्छ हाम्रो यो टी गार्डन, इट्स सो ब्युटिफुल गाइज। अनि गुफा पातालको जुन वे छ त्यो चाहिँ तपाईँले दार्जिलिङको रुट पक्रिनुपर्छ। दार्जिलिङ जताबाट जान्छ त्यतैबाट तपाईँको गुफा पाताल भेटिन्छ, सियोकदेखि अलिकति माथि हो है। सो अहिले हामी त्यतैपट्टि जाँदैछौँ। सो मैले जुन चाहिँ यो मेरो सेटअप गरेको छु मोटो भ्लगिङ सेटअप होइन, यो चाहिँ एकदम चिप एन्ड बेस्ट हो गाइज। केही दुःख गर्नु पर्दैन, एउटा नर्मल हेलमेट है, फोन त अब तपाईँको हुनै पर्यो, नभए तपाईँले कसरी भ्लग सुट गर्नुहुन्छ होइन। अन्त तपाईँको सबसे मेन चिज स्पिकरको लागि चाहिँ नर्मल हेडफोन हुन्छ नि, त्यही युज गर्नु। किनभने जब तपाईँले त्यो अनलाइनबाट स्पिकर अर्डर गरेर युज गर्नुहुन्छ नि, त्यति बेला चाहिँ तपाईँको के हुन्छ भने त्यो स्पिकरको क्वालिटी राम्रो हुँदैन, अन्त चाहिँ त्यसले चाहिँ साउन्डहरू डल्लै फाटेर आउँछ क्या, त्यस्तो राम्रो साउन्डै दिँदैन। त्यही भएर मैले यस्तो हेडफोन युज गर्नुहोस् गाइज, भइहाल्छ। र अहिले चाहिँ हामी भने 8 माइल पुग्न आँटेँ। अनि 8 माइलको तपाईँको त्यहाँनिर एउटा टी स्टल छ, निकै ठुलो नै छ है, त्यो पनि तपाईँहरूलाई देखाउने छु। त्यो यहाँ देख्न सक्नुहुन्छ गाइज तपाईँले ओकाइटीको टी स्टल, एकदमै राम्रो छ। अनि यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुनेछ गोलपाहाडको भ्यू पोइन्ट, मतलब गोपालधारै भनौँ न। यता यो साइड तपाईँको त्यहाँबाट ओह्राल झरेपछि तपाईँको गोपालधारा निस्किहाल्छ होइन। अनि यहाँनिर चाहिँ तपाईँको भ्यू पोइन्ट, यहाँनिर तपाईँले फोटो सेसनहरू गर्न सक्नुहुनेछ आएर। नाखापानीको भ्यूज देख्न सक्नुहुनेछ गाइस, 1-2वटा मात्रै उयो छ यहाँनिर चाहिँ रेस्टुरेन्ट। अघिसम्म चाहिँ यस्तो दामी घाम लागिरहेको थियो, अहिले अचानक आएर बादल हेर न। अनि यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ हाम्रो 26 को चेकपोस्ट है। यहाँनिर जस्तो एसएसबी क्याम्प लेखेको बोर्ड देख्नुहुन्छ है, त्यस्तै तपाईँले ठानिहाल्नु कि तपाईँहरू पुग्यो। अब चाहिँ यहाँनिर चाहिँ तपाईँको एसएसबी क्याम्प छ। अनि यो एसएसबी क्याम्पकै छेउमै नै हो तपाईँको गुफा पाताल। सो यहाँनिर तपाईँले देख्नुहुँदैछ यो हिल जुन छ, यो चाहिँ हो गुफा पाताल। चलो, सो हामी चाहिँ यहाँ पुगिसकेको छौँ गुफा पातालमा है। यहाँनिर धेरै गाडीहरू राखिराखेको रहेछ। अब यो हिल चढेर चाहिँ जानु पर्यो। सो अब चाहिँ यहाँबाट हेलमेटबाट म निकाल्छु फोन है। सो स्टे ट्युन गाइज।
यस्तो टाइपको हिल अब यस्तो टाइपको बाटोमा चाहिँ उकालो चढेर जानुपर्छ होइन। माथि चाहिँ एकदमै राम्रो भ्यू थियो बट धुम्माले गरेर चाहिँ गर्दा चाहिँ केही हामी देख्नु पाएन। घाम लागिरहेको थियो उत्तर मिरिकमा त हामी आउँदा अब, तर यहाँ बिचमा आइपुग्दा चाहिँ घाम अचानक हरायो फेरि क्या। अस्ति म साथीहरूसँग आउँदा चाहिँ यहाँनिर भ्लग गर्नु पाइनँ होइन। सो राइट नाउ आम भ्लगिङ। यहाँनिर टपमा आइसकेको छौँ है गाइस। अनि यता साइड पनि हामी अस्ति गएको थियौँ। सो फर्स्ट त्यता साइडै जाने हामी तर होइन। अनि यस्तो टाइपको बाटो चाहिँ टाइपको सिन छ गाइस। वाउ हेर त लु। तर बट सन्नी डे अब घाम लागेको बेलामा आयो भने चाहिँ तर यहाँनिर चाहिँ घाम लागेको बेलामा आयो भने मात्रै मजा आउँछ क्या गाइस। यहाँको ब्युटी तपाईँले देख्नु हुँदैछ होला एकदमै राम्रो है। वाटर ब्युटी आम्बो। अब चाहिँ यहाँबाट हामी निस्क्यौँ होइन। यो चाहिँ यता ब्याक साइडको हो होइन। तपाईँहरूले अगाडिबाट यस्तो अलिकति यता टर्निङमा अलिकति यताबाट आउनुभयो भने चाहिँ तपाईँहरूले यो जग्गा भेट्टाउनुहुन्छ है, जुन चाहिँ एकदमै राम्रो छ। बट घाम लागेको बेलामा आउनु भने अझै राम्रो भ्यू देख्नुहुन्छ अहिले होइन। हामी आउँदा चाहिँ धुम्बा लाग्यो बट तपाईँहरू घाम लागेको बेलामा आउनुहोस् एकदमै राम्रो हुन्छ। अनि अब चाहिँ हामी यो रिटर्न फर्किँदैछौँ होइन। अनि त्यहाँनिर गएर टिकट सिकट लिएर चाहिँ हामी एकछिनभित्र पस्ने। फुलहरू धेरै छ एकदमै राम्रो। सो नै यो ब्लग पे यो चाहिँ मेरो बानी नै हो। अरे हामीले यहाँबाट टिकट लिएको छौँ है। पर हेड 20 रुपिस पर्छ। अनि यहाँबाट जस्तो तपाईँ एन्टर हुनुहुन्छ ब्युटिफुल गार्डन है, फ्लावर गार्डन। अनि यहाँनिर चाहिँ हेर्नु सक्नुहुन्छ डु नट प्लक द फ्लावर्स। एकदमै राम्रो ब्युटिफुल गार्डन सबै यहाँनिर चाहिँ भएको भइनभर इन्जिलिया मात्रै रहेछ है। जति सक्दो मैले चाहिँ यहाँ देख्दैछु इन्जिलिया मात्रै छ। अनि यहाँनिर देख्न सक्नुहुन्छ आई लभ नेपाल। यहाँनिर साइडमा झन्डा पनि लगाइदिनु पऱ्यो क्या। सो वी आर इन नेपाल गाइज। हामी चाहिँ बाहिर देश आइसकेको छौँ है। यहाँ माथि चाहिँ तपाईँ गएर हेर्नु सक्नुहुनेछ। चलो यहाँको भित्र पनि तपाईँलाई देखाइदिन्छु है। यस्तो टाइपको छ। यहाँनिर चाहिँ तपाईँले बिट बक्स पनि हान्नु सक्नुहुनेछ। एकको हुँदो रहेछ। बिट बक्स यति मात्रै हो। यहाँबाट एकछिन फोटो सेसन गरेँ त्यहाँबाट चाहिँ निस्किने गाइस। त्यो सिया गाइस आएपछि चाहिँ कस्तो हुन्छ भने नि गाइस जानु मन लाग्दैन अरे है। जानु मन लागेन तर जानै पऱ्यो है। यहाँनिर जसलाई पनि त्यही उयो हुन्छ अप्लाई हुन्छ, चाहे तपाईँ टुरिस्ट हो या तपाईँ लोकल हो। अब चाहिँ निक्ल्यौँ है। आम्मा पानी हल्का सिमसिमे पानी पनि आएको थियो आउनु त। त्यसले गर्दा अलिकति सो लेट्स से गुड बाई टु फकाताल है। फकाताललाई गुड बाई गरिदिउँ। र अब चाहिँ हामी घरतर्फ लागेको होइन गाइज। एकदमै शीतल एकदमै मजाको जग्गा। यहाँनिर चाहिँ तपाईँ रिल्याक्स फिल गर्नु सक्नुहुनेछ। र अब भने चाहिँ हामी निङ्गाले पुग्न आँट्यौँ गाइज है। अघि आउँदा चाहिँ मैले यताको भिडियो गरिनँ किनभने यो ओहोरदोहोर गर्ने बाटो एउटै हो होइन। यहाँनिर चाहिँ तपाईँको ट्याक्सी स्ट्यान्ड भन्छ। यहाँनिर चाहिँ तपाईँले ट्याक्सीहरू पाउनुहुन्छ होइन। पहिला चाहिँ खाली थियो पुरै ट्याक्सी स्ट्यान्डै थियो। अहिले चाहिँ यहाँनिर दोकानहरू बनाएको रहेछ। अनि यहाँको बाटो चाहिँ अलिकति बब्ली टाइपको छ क्या। यस्तो टाइपको छ है। आम्मा यो देश चाहिँ अब मचाएंगे। यहाँनिर चाहिँ कुदेको चाल पाउँछ क्या उकालो ओह्रालोले गर्दा। बट प्लेनमा चाहिँ चाल पाउँदैन नि। फेरि प्लेनमा चाहिँ तपाईँले 60-70 हान्नु त तपाईँको स्कुटी त्यहीँ एकै जग्गा बसिरहेको जस्तै देख्छ। अम्बो लाइन लगाइदिएछ त अन्त भन्थ्यो एउटा ट्रकले त अन्त। र अहिले चाहिँ हामी म गाउँको बाटो पुगिसकेको छु जुन चाहिँ त्यहाँ एकदमै सानो बाटो छ। यहाँनिर चाहिँ दुईवटा गाडी आँट्नु चाहिँ एकदमै मुस्किल पर्छ है। एउटा स्कुटी अनि एउटा गाडी चाहिँ मुस्किलले अट्छ हो। तर दुईवटा गाडी चाहिँ अब त्यो इम्पोसिबल टाइपको कुरा भइगयो। यस्तो टाइपको छ है बाटो चाहिँ। एज यु क्यान सी गाइज चेपचापबाट हालेर आयो 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 निन्जा हतोडी। टक्केलाई यस्तो घुमाइदियो होइन। लो चल 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 आइपुग्यो। सो आइपुग्यौँ हामी घर गाइज। अब चाहिँ स्कुटी थन्काइहालौँ पहिला।
यहाँ राख्छु म चाहिँ जहिले स्कुटी हो। पुग्यो घर गाइस। अब पहिला चेन्ज गरिहालौँ त्यहाँदेखि ब्लग एन्ड गर्नुपर्छ। बाई बाई गाइस। आफ्टर द्याट ब्लग अहिले चाहिँ म ड्युटीमा आइराखेको छु होइन। अन्त मैले हिजो भ्लग एन्ड गर्नु पाइनँ बिकज आइ एम सो टायर्ड। त्यति बेला बहुत गलिसकेको थिएँ। त्यही भएर चाहिँ अहिले चाहिँ म भ्लग यहाँ आइपुगेर एन्ड गर्दैछु। अनि तपाईँहरूलाई भिडियो मन पऱ्यो भने लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् कस्तो लाग्यो है। अनि सेयर गर्नु नभुल्नु होला। अनि मोस्ट इम्पोर्टेन्ट चाहिँ मलाई फलो गर्नु। सो होप यु गाइज लाइक दिस भिडियो। फेरि भेटौँला एउटा अर्को नयाँ भ्लगमा। त्यति बेलासम्मको लागि चाहिँ बाई बाई गाइज।